आज हामी JLPT को अनलाइन एप्लिकेसन फर्म कसरी भर्ने भनेर छोटकरीमा सिक्नेछौँ। jlpt.org.np वेबसाइटमा क्लिक गर्नुहोस्। वेबसाइट ओपन भएपछि स्क्रिनको दायाँ माथि रहेको रजिस्टरमा क्लिक गर्नुहोस्। अब यहाँ आफ्नो जानकारी भर्नुहोस्। आफूले दिने JLPT लेभल सेलेक्ट गर्नुहोस्। आफ्नो पूरा नाम लेख्नुहोस्। इमेल एड्रेस लेखेर सेम इमेल कन्फर्म गर्नुहोस्। पासवर्ड राख्नुहोस् र सेम पासवर्ड कन्फर्म गर्नुहोस्। अनि आफ्नो मोबाइल नम्बर लेख्नुहोस्। यदि डिफरेन्टली एबल्ड हुनुहुन्छ भने यस, होइन भने नो सेलेक्ट गर्नुहोस्। टर्म्स एन्ड कन्डिसन्स मजाले पढ्नुहोस्। त्यसपछि टिक गरेर रजिस्टरमा क्लिक गर्नुहोस्। अब हजुरको इमेलमा भेरिफिकेसन इमेल आउँछ। त्यो इमेल ओपन गरेर भेरिफाई इमेलमा क्लिक गर्नुहोस्। JLPT ड्यासबोर्ड ओपन हुन्छ। यहाँ एप्लाई नाउमा क्लिक गर्नुहोस्। अब पासपोर्ट साइज फोटो अपलोड गर्नुहोस्। ध्यान दिनुहोस्, फोटो प्लेन ब्याकग्राउन्डमा स्टुडियोमा खिचेको हुनुपर्छ। फोटो 1 MB भन्दा सानो हुनुपर्छ। दुवै कुम र दुवै कान स्पष्ट देखिनुपर्छ र दाँत देखिएको हुनु भएन। अब आफ्नो पर्सनल डिटेल्स भर्नुहोस्। डेट अफ बर्थ AD मा, आफ्नो जेन्डर र 8 अङ्कको न्युमेरिक पासकोड 1 देखि 9 को बीचमा र 0 हुनु भएन। त्यसपछि आफ्नो एड्रेस, ठेगाना, सिटी, सहर, कन्ट्री एरिया, नगरपालिका वा गाउँपालिका लेख्नुहोस्। अब ID प्रुफ सेलेक्ट गरेर स्क्यान्ड डकुमेन्ट अपलोड गर्नुहोस् र आफूले पढेको इन्स्टिट्युटको नाम लेख्नुहोस्। त्यसपछि प्लेस अफ लर्निङ, जापानिज, रिजन फर टेकिङ दिस एक्जाम र अकुपेसनमा अप्सन दिइन्छ। आफूसँग मिल्ने रिलेटेबल सेलेक्ट गर्नुहोस्। जापानिज ल्याङ्ग्वेज कोसँग कसरी प्रयोग गर्नुहुन्छ भनेर लिसनिङ, रिडिङ, स्पिकिङ, राइटिङ मध्ये सेलेक्ट गर्नुहोस्। अब यदि पहिले पनि JLPT परीक्षा दिनु भएको छ भने कति पटक दिनुभयो र पास वा फेल भएको जानकारी दिनुहोस्। त्यसपछि I accept the terms and conditions मा टिक लगाउनुहोस्। अब सबमिट एन्ड गो फर पेमेन्ट मा क्लिक गर्नुहोस्। पेमेन्ट खल्ती वालेटबाट मात्र गर्न मिल्छ। आफ्नो खल्ती वालेट मोबाइल नम्बर र पासवर्ड हाल्नुहोस् अनि मोबाइलमा आएको OTP राखेर पेमेन्ट कम्प्लिट गर्नुहोस्। यदि कुनै कारणले एक्जाम क्यान्सल भयो भने 200 रुपैयाँ रजिस्ट्रेसन फी बाहेक बाँकी रकम फिर्ता हुन्छ। पेमेन्ट सफल भएपछि प्रिन्ट एक्नोलेजमेन्ट र प्रिन्ट एप्लिकेसन डिटेल डाउनलोड गर्नुहोस्। ध्यान दिनुहोस्, यो एडमिट कार्ड होइन। एडमिट कार्डको जानकारी 2-3 महिनापछि इमेलमा आउँछ। एडमिट कार्ड आएपछि त्यसलाई आफ्नो 8 अङ्कको न्युमेरिक पासकोडसँग सुरक्षित गरेर राख्नुहोला, किनभने यो पछि रिजल्ट हेर्नको लागि चाहिन्छ। तबसम्म केही जानकारी लिनको लागि JLPT नेपालको फेसबुक पेजमा अपडेटेड रहनुहोला। धन्यवाद।